सबैलाई नमस्ते। यतिखेर हामी कैलाली जिल्लाको मौन्याल गाउँपालिका वार्ड नम्बर 5 पाल्सामा छौँ। यहाँ हामी मौन्यालको यात्रामा थियौँ। 2-4 दिन मौन्यालको यात्रामा हुँदा नेपालको राष्ट्रिय फुल लाली गुराँस चाहिँ एउटा यो पाल्साको जङ्गलमा लाली गुराँस फुलेको देख्यौँ। लामो समय लगभग 10-15 मिनटको सङ्घर्षपछि केही फुलहरू चाहिँ हामीले टिप्न चाहिँ सक्यौँ। अरू फुल चाहिँ उता रुखमा छ, आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ, टिप्नै सकिन्न। अब जे भए पनि धेरै वर्षपछि लगभग 10-12 वर्ष नै भयो मेरो लाली गुराँस फुल चाहिँ छुन पाइएको थिएन। यो पटक मौन्यालको यात्राले नेपालको राष्ट्रिय फुललाई फेरि एकपटक नजिकबाट छुन पाउने एउटा मौका चाहिँ दिलायो। आजभन्दा लगभग 12-15 वर्ष अगाडि पाहाडमा हुँदा चाहिँ यसै गरी लाली गुराँस फुलहरू चाहिँ टिपिन्थ्यो। तर आज चाहिँ के धेरै समयपछि, धेरै वर्षपछि चाहिँ फेरि लाली गुराँसलाई चाहिँ एउटा हातमा लिने चाहिँ मौका मिल्यो। अब भिडियो हेर्ने सबै साथीहरूलाई लाली गुराँस त ल्याउनुहुन्थ्यो, तर टिप्न नसकिने जानकारी यही भिडियो मार्फत गराएँ। त फुल चाहिँ पुरा जङ्गलै चाहिँ ढकमक्क भएको छ है लाली गुराँसले चाहिँ। पाल्साको जङ्गलमा एकपटक लाली गुराँस हेर्न चाहिँ आइदिनु होला। हस्, धन्यवाद।